एभ्रिवान नमस्ते, म योगिनी सन्जु र आजको यो भिडियो चाहिँ हाम्रो स्पेसली कपल जोडीको लागि हुनेछ जो प्रेग्नेन्ट हुनुहुन्छ उहाँ र उहाँको हस्बेन्डको लागि यो भिडियो एकदमै युजफुल हुनेछ। सो तपाईँको वरपर कोही प्रेग्नेन्ट लेडिज हुनुहुन्छ भने उहाँ दुवैजनालाई तपाईँले यो भिडियो रेकमेन्ड गर्न सक्नुहुन्छ। आज म बोल्न जाँदैछु गर्भ संस्कार, जुन चाहिँ मैले सधैँ चाहिँ तपाईँलाई गर्भ संस्कारको बारेमा इन्फर्मेसन दिइआइरहेको छु र प्रेग्नेन्ट हुँदा कस्तो कस्तो एक्सर्साइजहरू गर्ने, मेडिटेसनहरू गर्ने, त्यसको बारेमा नलेज दिँदैछु र अब साथसाथै हस्बेन्डको चाहिँ के भूमिका रोल छ त यो प्रेग्नेन्सीमा, गर्भ संस्कार भनेको त्यसमा चाहिँ के रुल्सहरू हुन्छ भनेर चाहिँ मसँग मेरो हस्बेन्ड हुनुहुन्छ, उहाँ स्वयंले हजुरलाई आफ्नो बारेमा परिचय दिनुहुन्छ र तपाईँको गर्भ संस्कारको बारेमा के कस्तो चाहिँ एज अ हस्बेन्ड रोल के हुन्छ भूमिका भनेर चाहिँ भन्नुहुनेछ। धन्यवाद। आजको एकदमै यो सान्दर्भिक विषय उहाँले उत्थान गर्नुभएको छ। सबैभन्दा पहिले चाहिँ मेरो नाम तपाईँहरूले कतिले थाहा पनि पाइसक्नुभयो होला। म योगी रूपक, योगा एन्ड सिङ्गिङ बल प्रोफेसनली टिचिङ गर्छु, प्लस यता प्रिनेटल योगा र हामीले गर्भ संस्कारको प्रोग्रामहरू पनि चलाउँछौँ। उहाँले भने जस्तै यो जुन प्रेग्नेन्सीको दौरानमा 9 महिनासम्म गर्भ बोक्ने काम चाहिँ महिलाले गर्नुहुन्छ, स्त्रीले गर्छन् या प्रेग्नेन्ट वुमनले गर्छन् भने त्यसमा चाहिँ नि हस्बेन्डको भूमिका जिम्मेवारी के हुन्छ भन्ने कुरा चाहिँ उहाँले सोध्नु भएको छ। किनकि नेपाली समाजमा या यो नेपाल इन्डियामा चाहिँ के देखिन्छ त भन्दाखेरि यो प्रतिशतात्मक देश भएको हुनाले चाहिँ नि अधिकांश जिम्मेवारी चाहिँ नि यो गर्भ बोक्नेदेखि लिएर बच्चा हुर्काउनेदेखि लिएर सम्पूर्ण कुरा चाहिँ नि महिलाले गर्नुपर्ने भन्ने एक किसिमको जुन सोच छ त्यो कम्प्लिटली चाहिँ त्यो अधुरो खालको सोच हो। त्यसको साथसाथै अर्को कुरा पनि के हो भन्दाखेरि गर्भमा रहेको बच्चालाई जुन छोराछोरी जे हुन्छन् त्यसमा पनि अहिले चाहिँ नि महिलालाई चाहिँ जिम्मेवार बनाइन्छ नेपाली समाज, भारतीय समाजमा। किनकि छोरा पायो श्रीमतीको कारणले अथवा लेडिजको कारणले, छोरा पायो उसकै कारणले भनिन्छ। तर अहिले साइन्स या विज्ञान प्रविधि यति धेरै चाहिँ आइसकेको छ, हामीले पढ्ने पनि गर्छौँ विभिन्न कोर्सहरूमा कि छोरा र छोरी पाउनुमा महिलाको भन्दा पनि पुरुषको भूमिका हुन्छ मुख्य रूपमा, होइन। त्यसको साथसाथै जिम्मेवारी वहन गर्ने क्रममा पनि महिलालाई मात्र जुन हामीले लाद्ने उसलाई मात्र तपाईँको चाहिँ एउटा चाहिँ नि जिम्मेवारी दिने गरेर चाहिँ पुरुषहरू चाहिँ यता चाहिँ टाढाइरहने भाग्ने गरिरहेका छन्। हो त्यो सोचलाई चाहिँ अहिले चाहिँ हामीले हटाएर चाहिँ यो प्रेग्नेन्सीको दौरानमा जन्ममा तपाईँको चाहिँ लिङ्ग निर्धारण गर्नेदेखि लिएर जुन एउटा चाहिँ बच्चा नहुर्केसम्म, गर्भको बच्चा तपाईँको चाहिँ धरतीमा नजन्मेसम्म या नबढेसम्म पुरुषले पनि तपाईँको चाहिँ प्रत्यक्ष रूपमा चाहिँ भूमिका खेल्नुपर्छ। यदि खेल्न सकिएन भने चाहिँ बस त्यो हुर्किरहेको बच्चामा चाहिँ विभिन्न किसिमको चाहिँ मानसिक समस्याहरू, होइन, उसको चाहिँ तपाईँको शारीरिक, मानसिक, आध्यात्मिक डेभलपमेन्टहरूमा चाहिँ तपाईँको बाधा पुग्ने कुराहरू चाहिँ हामीले विभिन्न रिसर्चहरूबाट देखिरहेका छौँ। त्यसकारण एकै शब्दमा भन्नुपर्दाखेरि फिजिकल वेट महिलाले चाहिँ तपाईँको चाहिँ क्यारी गरे पनि त्यसको साथसाथै हस्बेन्डले चाहिँ तपाईँको चाहिँ एउटा मानसिक वेटको साथसाथै अब गर्भमा हुर्किरहेको बच्चा प्लस उहाँको चाहिँ श्रीमती अथवा चाहिँ अब भनौँ न अर्धाङ्गिनी भन्छौँ हामी नेपाली समाजमा, उहाँलाई चाहिँ फुल्ली सपोर्ट गर्नुपर्छ ताकि संयुक्त रूपमा चाहिँ त्यो बच्चाको डेभलप होस् र प्रेग्नेन्सीको दौरानमा उहाँको श्रीमती अथवा महिलालाई पनि एक किसिमको चाहिँ नि सेक्युरिटीको, एक किसिमको चाहिँ आत्मविश्वास, भरोसाको चाहिँ फिल होस्। त्यस्तो खालको चाहिँ भूमिका श्रीमानले निभाउनुपर्छ, किनकि रोल, भूमिका यहाँ दुवैको बराबरै हुन्छ। ओके, अब हामी चाहिँ कुरा गरौँ कि गर्भ संवाद, जुन चाहिँ गर्भमा रहेको शिशु नजन्मिँदाखेरि नै वुममा हुँदाखेरि हामीले कुरा गर्छौँ। अब गर्भवती जो हुनुहुन्छ उहाँ त एभ्रिडे कनेक्ट हुन्छ र आफ्नो बेबीसँग कुरा गरिरहने राख्नुहुन्छ, होइन। अब एज अ फादर तपाईँले चाहिँ कस्तो कन्भर्सेसन चाहिँ आफ्नो शिशुसँग गर्नुपर्छ? कतिलाई त गर्न आइरहेको हुँदैन, अब कतिलाई लाज लागिरहेको हुन्छ, अब कतिलाई त थाहै छैन कि अब आमाले बोकिरहेको छ, श्रीमतीले बोकिरहेछ बेबीलाई, अब मैले त्यसमा कुरा गर्नुपर्छ बेबीसँग भन्ने चाहिँ थाहा हुँदैन। त्यसको बारेमा चाहिँ तपाईँ थोरै भनिदिनु न त। यो गर्भ संवाद भन्नेको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण टपिकको रूपमा अहिले आइरहेको छ र कतिपय इन्डियन सिनेमाहरू, मुभीहरूमा हामीले पनि देखिरहेका होलाौँ कि अब जब कोही हिरोइनहरू प्रेग्नेन्ट हुन्छ, हिरोहरूले चाहिँ यसो पेटमा टाउको राखेर बोलेको जिस्किएको जस्तो देखाउँछन्, यथार्थमा त्यो सही कुरा देखाएको हो। त्यो कुराबाट चाहिँ हामीले चाहिँ पाठ सिक्न जरुरी छ। किनकि एउटा तपाईँको हामीलाई के लाग्छ भन्दाखेरि संवाद गर्ने, बोल्ने भनेको चाहिँ यता म्याच्युरिटी आएपछि बच्चा 3 वर्ष 2 वर्षको भएपछि मात्र भन्ने हामीलाई लाग्छ, तर त्यो पूर्ण कम्प्लिट सत्य भने होइन।
किनकि कतिपय अवस्थामा पेटमै रहिरहेको बच्चाले पनि तपाईँको चाहिँ सुन्न सक्ने, उनीहरूले चाहिँ त्यसको चाहिँ फिलिङ गर्न सक्ने भन्ने कुरा चाहिँ आइरहेको छ, त्यसको प्रयोग भइरहेको छ। यो आजको कुरा पनि होइन, तपाईँको हजारौँ वर्षदेखि चाहिँ नि यसको प्रयोग पनि भइरहेको कुरा हो। हामी साइन्स भन्छौँ, साइन्सभन्दा पनि अगाडि तपाईँको जुन हाम्रा ऋषिमुनिहरूको पालादेखि नै बच्चाहरूसँग चाहिँ संवाद गर्ने, बोल्ने, उनीहरूलाई चाहिँ मन्त्र सुनाउने, विभिन्न किसिमको तपाईँको आध्यात्मिक ज्ञानहरू चाहिँ पढाउने, त्यो चाहिँ गर्दै आइरहेको चाहिँ छ, जसलाई हामीले गर्भ संस्कार पनि भन्छौँ। र गर्भ संस्कारकै एउटा पार्टमा चाहिँ के छ, गर्भ संवाद। जति जति हामीले राम्रोसँग चाहिँ संवाद गर्न सक्छौँ, कुरा गर्न सक्छौँ, ती बच्चाहरूमा चाहिँ तपाईँको कम्युनिकेसन चाहिँ तपाईँको पेटदेखि नै हुन्छ र एक किसिमको बोन्ड, एक किसिमको चाहिँ तपाईँको चाहिँ एक किसिमको चाहिँ तपाईँको चाहिँ राम्रो किसिमको चाहिँ के हुन्छ, बोन्ड चाहिँ तपाईँको डेभलप हुन्छ होइन। त्यस कारणले चाहिँ नि गर्भमा रहेको शिशुसँग चाहिँ हामीले संवाद गर्न जरुरी छ। जेनरली हामीले चाहिँ 3-4 महिना पछाडि चाहिँ बच्चासँग चाहिँ संवाद गर्न सक्छौँ। त्यो संवादमा अब हामीले विभिन्न किसिमको मन्त्रहरूबाट होइन उसलाई चाहिँ बोलाउने, कुरा गर्ने, सुनाउने, मिठो बोल्ने, मन्त्र बोल्ने, विभिन्न कुराहरू गरेको खण्डमा चाहिँ तपाईँको हुर्किरहेको बच्चा चाहिँ अझ ट्यालेन्ट, जिनियस टाइपको चाहिँ हुन सक्छन्। अब तपाईँले गर्भ संवादको बारेमा त एक्सप्लेन गरिहाल्नु भयो। अब कस्तो कस्तो शब्दहरू चयन गर्ने हो, सिम्पल एक्जाम्पल दिएर गर्नु न त। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै सिम्पल संवाद गर्नको लागि हुन्छ मान्छेहरूलाई होइन, ठुल्ठुला शब्दहरू त आउँछ। त्यसकारण गर्भ संवादमा बच्चाहरूसँग कुरा गर्नको लागि चाहिँ नि हामीले चाहिँ नि आफ्नो श्रीमती या श्रीमतीको नजिक जाने, उसको पेटको नजिक गएर चाहिँ उसलाई चाहिँ छुने, महसुस गर्ने, फिलिङ ओरिएन्टेड भएर उसँग चाहिँ कनेक्टेड भएको फिल गर्ने होइन। उसलाई विभिन्न किसिमको नामले चाहिँ मनपर्ने एउटा प्रिय मृदुभाषी चाहिँ शब्दहरू प्रयोग गरेर चाहिँ आफ्नो बाबुहरूलाई बाबु, नानी अथवा विभिन्न हिसाबले चाहिँ उसलाई चाहिँ बोलाउने। अब तिमीलाई कस्तो छ होइन, तिमीले मलाई सुनिरहेका छौ कि छैनौ होइन, अनिखेर तिमीले मलाई अब कहिले भेट्ने हो होइन, तिमी कसरी बसिरहेका छौ, यस्तो कुराहरू गर्ने। साथसाथै विभिन्न किसिमका मन्त्रहरू सुनाउने, कथाहरूलाई चाहिँ स्टोरीहरू सुनाउने, विभिन्न ज्ञान गुणका कुराहरू चाहिँ सुनाउने, जसले गर्दा चाहिँ तपाईँको बच्चाले चाहिँ बिस्तारै बिस्तारै तपाईँका कुराहरू चाहिँ उसले सुन्ने, बुझ्ने चाहिँ काम गर्छ। सायद अब उसले त्यतिखेर रियाक्ट विभिन्न वेबाट चलेर उसले चाहिँ भाइब्रेसनबाट चाहिँ नि अथवा हात गोडा चाहिँ चलाएर गर्न सक्ला, या उसले चाहिँ तपाईँको बोल्न नसके पनि विभिन्न तरिकाबाट उसले चाहिँ रियाक्ट चाहिँ गरिरहेको हुन्छ। त्यसकारण त्यस्ता सिम्पल शब्दहरू प्रयोग गरेर तपाईँले कुरा गर्न सक्नुहुन्छ।